ल आज कुरा गरौँ महेन्द्र सिंह धोनी र चेन्नई सुपर किङ्सको यो सम्बन्ध अनि त्यो हरेक सिजन उठ्ने प्रश्न के धोनीले सन्यास लिँदैछन्? यो प्रश्न त हरेक वर्ष आउँछ, तर यसपालि अलि बढी नै चर्चामा छ हैन? हो नि, किनभने चेन्नईको प्रदर्शन पनि त्यस्तै रह्यो। हामीसँग एउटा लेख छ धोनी र चेन्नईको सम्बन्धबारे। आज यसैमा अलि गहिरिएर हेरौँ। ठिक छ। हाम्रो उद्देश्य के हो भने धोनीको महत्त्व के छ चेन्नईको लागि, उनको त्यो सन्यास लिने वा नलिने निर्णयमा के कुराले असर गर्ला, अनि टिमको भविष्य के होला। महत्त्वपूर्ण प्रश्नहरू हुन् यी। सन् 2020मा अन्तर्राष्ट्रिय क्रिकेट छोडेपछि त हरेक आइपिएलमा यही कुरा सोधियो कि उनी मुस्कुराउँदै अर्को सिजन हेरौँला भन्छन्। हो, सधैँ त्यही जवाफ। तर यसपालि त चेन्नई अङ्क तालिकामा पुछारतिरै रह्यो, बाहिरियो, अनि त्यो प्रश्न झन् ठूलो भयो के धोनीको समय साँच्चै सकिएकै हो त? अलिक गम्भीर सुनिन्छ नि यसपालि। हो, सुनिन्छ। किनभने कस्तो भने नि धोनी र चेन्नईको सम्बन्ध सामान्य खेलाडी र टिमको जस्तो मात्रै छैन के। त्यो त छ। चेन्नईमा फ्यानहरूले उनलाई थाला भन्छन्, मतलब नेता, भगवान जस्तै। भगवानकै दर्जा। त्यस्तै सुनिन्छ। यो 18 वर्ष लामो सम्बन्ध हो नि त। सन् 2008 देखि उनी कप्तान छन्, 5 पटक उपाधि जिताए। 5 पटक? हो, अनि कति पटक प्लेअफ पुर्याए। टिम सङ्कटमा पर्दा उकास्ने क्षमता त्यो त देखि नै आएको छ। मैदान बाहिर पनि उनको चल्छ भन्छन् नि। एकदम। भनिन्छ उनको सल्लाह महत्त्वपूर्ण हुन्छ, उनको भनाइ नै अन्तिम हुन्छ रे। यो सम्बन्ध पारिवारिक भन्दा पनि गहिरो छ। त्यो एन श्रीनिवासनले भनेको कुरा याद छ? त्यो धोनी बिना सीएसके हुन्न, सीएसके बिना धोनी हुन्नवाला। हो, ठ्याक्कै त्यसले नै धेरै कुरा भन्छ। ल, त्यो भावनात्मक पाटो त भयो, तर अब यथार्थमा हेरौँ न। उमेर 44 पुग्यो, अर्को सिजन खेल्न शारीरिक रूपमा कतिको तयार होलान्? यो महत्त्वपूर्ण प्रश्न हो। उनले आफै पनि भनेका छन् शरीरले साथ दिएसम्म खेल्छु भनेर। कप्तानी क्षमतामा त शङ्का छैन होला, तर ब्याट्सम्यानको रूपमा मात्रै पनि टिमको उत्कृष्ट 11मा पर्छन् त अब? खै, यो सिजन केही खेलमा आलोचना भयो नि, आरसीबी विरुद्ध, आरआर विरुद्ध, ब्याटिङ अर्डर अनि त्यो ढिलो सुरुवात। हो, त्यो देखियो। अनि 2023मा घुँडाको अपरेसन भएको थियो नि क्यारे। प्रशिक्षकले त्यसको असर पनि छ भनेका थिए। तर यहाँ अर्को रोचक कुरा पनि छ। जब जब प्रश्न उठ्छ नि, धोनीले ब्याटबाटै जवाफ दिन्छन् के। हो र? कसरी? 2024 कै आइपिएल हेर्नुहोस् न, अन्तिमतिर ब्याटिङमा आएर पनि 220 भन्दा माथिको स्ट्राइक रेटमा रन बनाए। ओहो, 220? त्यो सिजनको दोस्रो उच्च स्ट्राइक रेट थियो। पछिल्ला 2 सिजनकै कुरा गर्दा पनि 32 को औसत, 164 को स्ट्राइक रेटमा 350 भन्दा बढी रन बनाएका छन्। 25 वटा छक्का हानेका छन्, जुन टिमको दोस्रो धेरै हो। मतलब जोखिम भए पनि फाइदाजनक साबित भएको छ। हो, कता कता त्यस्तै देखिन्छ। त्यो फिनिशिङ टच अझै पनि काम लागिरहेको छ। तर चेन्नईले त भविष्य हेरेर कोर ग्रुप बनाउन खोज्दैछ भन्ने पनि छ, युवा खेलाडीमा लगानी गर्ने। त्यो योजना त छ। अब धोनी भइरहँदा त्यो योजनामा कस्तो असर पर्ला? युवा खेलाडीको विकासमा बाधा हुन्छ कि? मलाई लाग्छ धोनीलाई त्यो कुराको हेक्का छ। कहिले पछि हट्नुपर्छ भन्ने उहाँलाई थाहा छ जस्तो लाग्छ। जस्तो 2014मा टेस्ट कप्तानी छोडे नि विराट कोहीलाई बाटो खुला गरिदिए। सीएसकेमा पनि ऋतुराज गायकवाडलाई कप्तानी सुम्पेर तयार पारे। त्यो त हो। उनी जानी जानी बस्ने खालका देखिनन्, तर त्यो टिमप्रतिको कर्तव्यबोध अनि फ्यानहरूसँगको त्यो गहिरो सम्बन्ध, त्यसले भूमिका खेलेको होला सायद। अनि अर्को कुरा, के उनी गायकवाड पूर्ण रूपमा तयार नभएसम्म पर्खिरहेका हुन् कि एउटा गाइड जस्तो भएर? त्यो पनि हुन सक्छ। फ्यानहरू पनि त विभाजित होलान् नि, कोही नयाँ सुरुवात चाहलान्, कोही अझै थाला मैदानमा हेर्न चाहलान्। एकदम। तर अन्तिम निर्णय त धोनीकै हो। उनको दिमागमा के चल्छ त्यो कसले बुझ्ने र? हो त नि, अनुमान लगाउनै गाह्रो। ओहो, त्यसैले यो एकदमै जटिल अवस्था छ। एकातिर धोनीको त्यो विरासत, टिममा उनको प्रभाव, अर्कोतिर चेन्नईको भविष्यको योजना। सन्तुलन मिलाउन गाह्रो। एकदमै। उनको निर्णय खालि क्रिकेट फर्म वा फिटनेसमा मात्र भर पर्दैन। यसमा रणनीति, नेतृत्व हस्तान्तरण अनि त्यो भावनात्मक पक्ष सबै जोडिएको छ। मतलब यो बहुआयामिक निर्णय हुने भयो। हो। त्यसो भए निचोड के त? कहिले सन्यास लिन्छन् भन्ने जवाब त फेरि पनि धोनीसँगै रह्यो। सायद फेरि अर्को सिजन कुर्नुपर्ने हो कि? खै, त्यस्तै देखिन्छ। तर अन्तिममा एउटा कुरा सोच्न बाध्य बनाउँछ। के कुरा? फ्रान्चाइज क्रिकेटमा एउटा लिजेन्ड खेलाडीको विरासतलाई सम्मान गर्दै
टिमको भविष्य कसरी सुरक्षित गर्ने यो सन्तुलनको चुनौती चेन्नई र धोनीको मात्रै होइन। अरू टिम र खेलाडीहरूको लागि पनि यो सोच्नुपर्ने विषय हो। विश्वभर यस्तो अवस्था आउन सक्छ। यो एउटा मननयोग्य विषय हो।